नमस्कार, यहाँहरू सबैजनालाई भुसाल ब्रेन वेब च्यानलमा स्वागत छ। आज हामी कक्षा 9को साइन्स एन्ड टेक्नोलोजीको इनर्सिया भनेको के हो त्यो कुरा बुझ्छौँ। अब हामीले त्यसको लागि हामीले दुईटा इक्जाम्पल लिन्छौँ। त्यसमा इक्जाम्पलमा के छ भने यो टेबलमाथि राखिएको किताब र गुडिरहेको स्कुटर। यो गुडिरहेको स्कुटरमा चाहिँ एक्सटर्नल फोर्स यानि कि ब्रेक नलाउँदाखेरि चाहिँ यो रेस्टमा आउँछ त आउँछ होला, आउँदैन नि। यो स्कुटर गुडिरहेको स्कुटर चाहिँ हामीले स्कुटरमा ब्रेक नलाउँदासम्म चाहिँ के हुन्न, यो रेस्टमा आउँदैन, मोसनमै रहिरहन्छ। त्यस्तै अर्को इक्जाम्पल लिन सक्छौँ, टेबलमाथि राखिएको किताब। अब टेबलमाथि राखिएको किताब हामीले एक्सटर्नल फोर्स नलगाएसम्म चाहिँ यो मोसनमा आउँछ त आउँछ होला, आउँदैन नि है। टेबलमाथि राखेको किताबमा हामीले एक्सटर्नल फोर्स नलाउँदासम्म चाहिँ के हुन्छ, किताब रेस्टमा छ, रेस्टमै रहिरहन्छ, मोसनमा आउँदैन है। अब हामीले यो दुईटा इक्जाम्पलबाट चाहिँ के भन्न सक्छौँ भने इनर्सिया भन्ने के रहेछ त, कुनै पनि कुनै पनि अब्जेक्ट यथास्थिति अवस्थामा रहन खोज्ने, रेस्टमा छ भने रेस्टमै रहिरहन खोज्ने, मोसनमा छ भने मोसनमै रहिरहन खोज्ने बडीको प्रोपर्टीलाई चाहिँ के भन्दो रहेछन्, इनर्सिया भन्दो रहेछन्। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नुहोस् त। धन्यवाद।